हेलो वाट्सएप गाइजहरू वेलकम छ हजुरहरूलाई न्यू अपडेट राइड भ्लग्समा म उपस्थित भइसकेको छु। माई नेम इज सूर्य रसाइली, आई एम फ्रम नेपाल। गर्नुहुन्छ जरुरी नभुल्नु होला भन्दै आजको छोटो मिठो भिडियोमा हजुरहरू सम्पूर्णलाई स्वागत छ। त्यस्तै गरी साथीहरू म आज तपाईँहरूलाई देखाउन गइरहेको छु के छ भनेर नसोच्नु है। मैले यो दुईटा मन्दिरको फुल फेस गरेर दिनुपर्ने कामहरू छन्। बाहिर चाहिँ अलरेडी गरिसक्यो साथीहरू, भित्रको डेकोरेसन गर्नुपर्ने छ है। मलाई बोलाएर 1 घन्टा भइसक्यो, यहाँ मान्छे आएको छैन। कहाँ गएको हो कुनै मान्छेलाई फोन गर्ने, मान्छे रुममा बसिरहँदा पनि बार बार फोन गरेर त्यहाँ साइड छ जानुहोस् न भिजिट गर्नुहोस् त भन्छन्। साइडमा आए पछाडि मान्छे आउँदैनन्। हाम्रो पनि टाइम हो, हाम्रो पनि कहाँ जानुपर्ने के गर्नुपर्ने कामहरू धेरै छन्। हामीलाई चाहिँ तिनीहरूको नोकर जस्तो सम्झिन्छ कि के हो। नेपालमा मैले काम छोड्नुको एउटै रिजन पनि यो पनि हो है साथीहरू, साइडमा बोलाउने, साइड देखाउने। दिनमा 10 वटासम्म साइड मैले भिजिट गराएको छु, तर लास्टमा एउटै काम नमिल्ने। उनीहरूलाई चाहिने सस्तो, हामीलाई चाहिने अलिकति। हामीले त आफूले सबै अब काम गरेर दिनुपर्ने, बोलेर त होइन नि त। अनि त्यही भएर पनि मैले एउटा कारण चाहिँ यो पनि छ है, काम छोडेर बस्नुको कारण चाहिँ मेरो एउटा रिजन सुरुमा चाहिँ यो पनि हो। र अरू बाँकी कुराहरू चाहिँ मेरो कमी कमजोरी पनि होला सायद होइन। त्यो कारणले गर्दाखेरि बाँकी दिनहरूमा कामहरू त गरौँला। कामको कुरो, हामी काम गर्नै जन्मेको मान्छे हो होइन। काम नगरेसम्म खान पाइँदैन भन्ने सबैलाई थाहा छ। काम गर्नै जन्मेको जिन्दगी हो, काम त मरुन्जेलसम्म गर्नै पर्छ। त्यही भएर पनि कामको लागि त्यस्तो हाम्रो लागि कहीँ न कतै काम चाहिँ भगवान्ले पनि जुराइरहेको हुँदो रहेछ साथीहरू है। त्यस्तै गरी म चाहिँ यहाँ आएर बसेको पनि धेरै भइसक्यो, आएको छैन। अब म यहाँबाट निस्किन्छु साथीहरू है। अब पक्कै पनि फेरि पनि यो ठाउँमा आउनुपर्छ नै होला जस्तो लाग्यो। त्यही भएर म धेरै बस्न चाहिनँ यहाँ, फोन गर्दा फोन पनि रिसिभ गरेर। त्यही भएर आज देखाउनु गर्नु भर्न पर्नु भन्ने जस्तै साथीले कुरा गर्यो होइन। त्यही भएर म चाहिँ निस्किन्छु साथीहरू। अब तपाईँहरू पनि आफ्नो काम निरन्तरता गर्नु होला। पक्कै पनि यो भिडियो हेरे पछाडि 1 लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला है। भोलिको दिनहरूमा पनि आज भिडियो राम्रो बनेन त के छ, भोलिको दिनमा त राम्रो भिडियो आउन सक्छ। पक्कै पनि मान्छेलाई के लाग्छ, नेपालको मोमेन्टहरू तपाईँहरूले सबै देख्नु भएको छ, भ्यू पोइन्टहरू तपाईँहरूले दृश्यहरू देख्नु भएको छ, बोली सुन्नु भएको छ, तपाईँहरूलाई रेट लाग्छ होला। तर पनि भोलिको दिनमा नेपालबाट इन्डिया गयो भने पनि इन्डियाको भ्यू हेर्नलाई पनि हजुरहरू पनि तम्सिनुहुन्छ है। त्यो कुरा हजुरहरूले नभुल्नु होला। त्यस्तै गरी आएको भिडियोहरूलाई जे जति सक्नुहुन्छ तपाईँहरूको अम्लो चलाउने हो, केही चलाउनु पर्दैन, पैसा तिर्नु पर्दैन। अम्लोले सेयर सब्सक्राइब कमेन्ट चाहिँ मिठो छोडेर जानु होला है। आगामी दिनमा पनि भिडियो बनाउनलाई मलाई पनि अरू भिडियोहरू बनाउनलाई अझ होइन, अझ जोस जाँगरको साथमा पनि अरू भिडियोहरू ल्याउने नै छु। मेरो थोक्रा त खासै राम्रो छैन, तर तैपनि यतिको जन्माइदिनु भयो बाबा मम्मीले, यसमै खुसी छ। अरू दिनहरू भनेको त हातखुट्टा सकुशल भयो भने, आँखाहरू देख्ने भयो भने, दृष्टिबिन अपाङ्ग भएन त भने गरेर खान त हामीले पर्छ। बाबा मम्मीले भनेको एउटा संसार देखाइदिने काम हो। बाबा मम्मीको गुनासो मैले गर्न खोजेको होइन, त्यसमा डाउट छैन। त्यस्तै गरी म आफ्नो खुट्टामा उभिएर हिँडेको मान्छे हो, अझै पनि उभिनेछु, भोलिको दिनमा पनि उभिन सक्छु भन्ने चाहना बनाएर मैले हजुरहरू सामु यस्तै सानो सानो मिठो भिडियो लिएर उपस्थित हुने नै